हेलो गाइज, वेलकम टु ब्याक न्यू माई भिडियो। फेरि पनि स्वागत छ यहाँहरूलाई अर्को नयाँ भिडियोमा। आजको भिडियो 1K सब्सक्राइबको नजिक पुगिसकेपछि मेरो मनमा भएको खुसी कस्तो रह्यो त भन्ने कुराको बारेमा हुनुहुन्छ। यहाँहरूले अहिलेसम्म पनि मेरो यस च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज मेरो यस च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, मन परे साथीहरूसँग सेयर गरिदिनु होला, प्रत्येक भिडियोको तल कमेन्ट राखिदिनु होला। प्रत्येक कमेन्टको म यहाँहरूलाई पालै पालो जवाफ दिनेछु भन्दै लागौँ आजको विषयवस्तुतर्फ। म युट्युब प्लेटफर्ममा विगत लामो समयदेखि म युट्युब प्लेटफर्ममा आउने मनको इच्छा हुँदा पनि विविध डरले गर्दा म युट्युब प्लेटफर्ममा आउन सकिरहेको थिएन। त्यसपछि के भयो त, जब मैले युट्युब च्यानल भर्खरै मात्रै क्रिएट गरेको थिएँ। भर्खर मात्रै क्रिएट गरिसकेपछि चौकुने गाउँपालिकाले मलाई स्वास्थ्यतर्फको जिम्मेवारी दिएर सिम्तामा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पठाएपछि मनमा मेरो फेरि ऊर्जा आयो। अब चाहिँ मैले यो युट्युब च्यानलबाट राष्ट्रपति रनिङ सिल्डमा भइरहेका गतिविधि र हाम्रो बाटोमा हुने विविध गतिविधिको बारेमा यस युट्युब च्यानलबाट देखाउनुपर्छ भन्ने लागिसकेपछि मैले चाहिँ हाम्रो बाटोमा गएका टिमहरूको विविध भिडियोहरू बनाउन चाहेँ। सर, म्याम, विद्यार्थी, अन्य विविध पाटो हेर्ने व्यक्तिहरूसँग मैले युट्युब च्यानलमा उहाँहरूको भिडियो बनाएँ। उहाँहरूसँग गरेका कुराकानी भलाकुसारी युट्युबमा च्यानलमा हालेँ। त्यसपछि यहाँहरूले झन् माया गरिदिनु भयो। त्यसपछि अझ मलाई हौसला प्रदान गर्यो अनि लाग्यौँ हामी सिम्तातर्फ। सिम्ता जाँदा प्रत्येक दिनका अपडेटहरू मैले दिने गर्थेँ। सिम्ता गाउँपालिकामा हाम्रा विद्यार्थी भाइ बहिनीहरूको अवस्था कस्तो रह्यो, स्वास्थ्यसँगै मैले आफ्नो जिम्मेवारीसँगै मैले अर्को छुट्टै पाटो चाहिँ युट्युब च्यानलमा पनि सक्रिय भएँ। त्यसपछि मैले आफ्ना विविध भिडियोहरू, प्रत्येक दिनका भिडियोहरूको अपडेट मैले युट्युब च्यानलमा हाल्न थालेँ। यहाँहरूले सबैले हेरिदिनु भयो, माया गरिदिनु भयो। त्यसपछि युट्युब च्यानलमा मलाई लाइभ देखाउन सक्नेसम्म बनाइदिनु भयो अनि मैले युट्युब च्यानलमा लाइभ देखाउन सुरु गरेँ। लाइभ देखाउन सुरु गरेपछि विविध त्यहाँ भइरहेका विभिन्न खेलहरू लगायत अन्य विविध विषयको बारेमा मैले लाइभ भिडियो गरेँ। लाइभ गरिसकेपछि यहाँहरूले प्रत्यक्ष हेरिदिनु भयो, धेरैभन्दा धेरै माया गरिदिनु भयो, अझ मलाई हौसला प्रदान गर्यो। त्यसपछि हामी सिम्ताबाट फर्किसकेपछि अब मैले यस युट्युब च्यानललाई निरन्तरता दिनुपर्छ भन्ने मेरो मनमा लागिसकेपछि म निरन्तरतातर्फ लागेँ। अब कसरी दिने त निरन्तरता भन्नेतिर म खोज्दै गएँ। अब म क्यामेरामा बोल्न एकदमै डराउने व्यक्ति, बोल्न सकिरहेको थिएन। भित्र डर, एकदमै डर लाग्थ्यो। बोल्दा केही कुरा बोलिने हो कि अप्ठ्यारो हुने हो कि केही नराम्रो कुरा बोलिने हो कि कसैलाई क्रिन्ज पर्ने हो कि मेरा भिडियोहरूले हेर्दा कसैलाई इग्नोर गरिदिने हो कि मेरा भिडियोहरू कसैलाई मन पर्ने होइन कि भन्ने आफैभित्र डर, एकदमै डर लागिरहेको थियो। त्यो डरलाई बिस्तारै हटाउँदै गएपछि मैले भ्लगिङहरू गर्न थालेँ। विभिन्न रमाइला ठाउँहरू, विविध आफू गएका ठाउँहरूको भिडियो बनाउन थालेँ र युट्युबमा हाल्न थालेँ। त्यसपछि बिस्तारै मभित्र डरको सीमा हट्दै गयो। आज चाहिँ म क्यामेराको अगाडि यसरी फेस टु फेस बोल्ने अवस्थामा पुगेको छु। त्यति बेलाको डर, अहिलेको डर कहाँ गयो कहाँ। अहिले चाहिँ म केही कुरा बोल्दा पनि अझ त्यसमा दुई कुरा बोलेर थपेर बोलौँ भित्रबाट त्यस्तो आँट आइरहेको छ। त्यसपछि मेरो डर हराउँदै गयो। अहिले म विविध कुराहरू म आफ्नो युट्युब च्यानलबाट देखाइरहेको छु। यहाँहरूले हेरिदिनु भएको छ, माया गरिदिनु भयो। यस युट्युब च्यानलमा भ्लगिङ मात्र नभएर म विविध कुराहरू राखिरहेको छु। यहाँहरूले हेरिदिनु भएको छ, माया गरिदिनु भएको छ। विगत 4-5 महिनाभित्र नै म 1K सब्सक्राइबको नजिक पुगिसकेको छु। तथा मेहनत गर्नुपर्छ, विविध कुराहरू गर्नुपर्छ, युट्युब च्यानलमा टाइम दिनुपर्छ, समय दिनुपर्छ। त्यो समय मैले त्यति दिन सकिरहेको थिएन। तर पनि यहाँहरूले माया दिनुभयो, मेरो भिडियोहरू हेरिदिनु भयो, मेरो च्यानललाई 1K सब्सक्राइब नजिक पुगाइदिनु भयो। अझ यति मायाले मात्रै होइन, यहाँहरूले पछि पनि माया दिनुहुनेछ, मेरा भिडियोहरू पछि पनि हेरिदिनुहुनेछ भन्ने आशा राखेको छु। आज म युट्युब च्यानलमा यसरी बोल्न सक्ने भएको छु। यहाँहरू यो भनेको यति बेलाको समय भनेको डिजिटल जमानाको युग हो। त्यसैले यस डिजिटल जमानामा हामीले सही तरिकाले सदुपयोग गरेर अगाडि बढ्यौँ, एकले अर्कालाई सपोर्ट गऱ्यौँ भने पक्कै तपाईँ पनि अगाडि बढ्नुहुन्छ, म पनि अगाडि बढ्छौँ। सबैजना अगाडि बढ्छौँ। एकजनाले अर्कोलाई इग्नोर गरेपछि कोही अगाडि बढ्दैन। त्यसैले प्रत्येकले तपाईँले मलाई साथ दिनु होला, म तपाईँलाई साथ दिनेछु। आफूले जानेका कुराहरू यहाँहरूलाई सिकाउने छु। युट्युब च्यानलमा यहाँसम्म पुग्नको लागि मैले कति मेहनत गरेँ, कसरी मैले भिडियो एडिटिङ गरेँ, कसरी बोलेँ र यो क्यामेरामा बोल्न सक्ने कसरी हुने भन्ने कुराहरू मैले आफूले जानेका कुराहरू यहाँहरूलाई पक्कै पनि सिकाउने छु। यस डिजिटलको जमानामा म मात्र होइन, तपाईँ पनि अगाडि बढ्नुपर्छ। हामी सँगसँगै पाइला अगाडि बढ्नुपर्छ।
म छोडिएँ भने तपाईँ पनि छोडिनुहुन्छ, तपाईँ छोडिनुभयो भने म पनि छोडिन्छु। त्यसैले तपाईँ पनि नछोडिने, म पनि नछोडिने हिसाबले तपाईँ हामी अरूका भिडियो मात्र हेर्ने होइन, अब हाम्रा भिडियो पनि अरूले हेरौँ भन्ने तरिकाले जानुपर्छ। त्यसैले यो डिजिटल युगमा तपाईँ हामी पनि डिजिटल भएर बाँच्नुपर्छ। हामीले हामीभित्रका कुराहरू पनि देखाउनुपर्छ। छुट्टै हामीभित्र पनि विविध प्रतिभाहरू हुन सक्छन्, विविध कुराहरू हुन सक्छन्। हामीभित्र केही न केही छ भन्ने कुरा हामीहरूले देखाउन सक्यौँ भने हामी यो डिजिटल जमानामा पक्कै पनि अगाडि जानेछौँ। एकले अर्कालाई साथ गर्यौँ भनेपछि पक्कै पनि अगाडि बढ्नेछौँ। तर एकले अर्कालाई नकारात्मक तरिकाले हेर्ने र उसको भिडियोहरू हेर्ने तर उसलाई सपोर्ट नगर्ने तरिकाले गऱ्यौँ भने पक्कै पनि हामी अगाडि बढ्ने छैनौँ। आउनुहोस् तपाईँहरू मेरो युट्युब च्यानलमा म तपाईँहरूलाई भरपुर सहयोग दिनेछु। तपाईँले मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोस्। तपाईँहरूको पनि युट्युब च्यानल छ भने म फुल सपोर्ट गर्नेछु तपाईँहरूको युट्युब च्यानललाई अगाडि बढाउन। तपाईँहरू पनि लाग्नुहोस् मेरो युट्युब च्यानललाई अगाडि बढाउन। म पनि लाग्नेछु तपाईँहरूको युट्युब च्यानललाई अगाडि बनाउन। यो डिजिटल जमानामा तपाईँ हामी सँगै बढ्नुपर्छ भन्दै मेरो 1K सब्सक्राइब पुगिसकेपछि अर्को भिडियो आउनेछ। त्यतिन्जेलसम्मको लागि प्रतीक्षा गरिदिनु होला भन्दै अहिलेसम्म पनि मेरो यस च्यानललाई यहाँहरूले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, मन परे साथीहरूलाई सेयर गरिदिनुहोस्, साइडमा रहेको बेल आइकन थिचिदिनुहोस् किनकि मेरो भिडियो सबैभन्दा पहिला हजुरहरू सामु पुग्नेछ र भिडियोको तल कमेन्ट राखिदिनुहोस्। प्रत्येक कमेन्टको म पालै पालो एन्सर दिनेछु भन्दै आजको यस भिडियोबाट बिदा हुन्छु। हस् त धन्यवाद।